नमस्ते। आज चाहिँ म हङकङ घुम्न आएको छु। हङकङ? आएको त धेरै दिन भइसक्यो, 10 दिन जति। आज चाहिँ म हजुरहरूलाई म चाहिँ ट्राम चढ्दैछु। ट्राम कस्तो हुन्छ ट्राम? ट्राम भनेको के हो? ट्राम भनेको चाहिँ यस्तो हो? त्यस्तै हो। यो मैले अब के हो ट्रामको बारेमा विस्तृतमा भन्नु पर्यो त? यो चाहिँ ट्रली बस जस्तै हुन्छ, डोरीबाट चल्छ। ट्रली बस जस्तै कि ट्रली बसै हो? ट्रली बसै हो। यो के इलेक्ट्रिसिटीबाट चढ्छ कि म्याग्नेटबाट कि केबाट? यसको पाथ छुट्टै छ है, हैन त? यत्रो लामो त कसले हाम्रो भिडियो सुनेर बस्छ नै? हेरि अनि के त अनि त्यस पछाडि यो चाहिँ एकदमै लोप हुन लागेको रहेछ हङकङमा। लोप हुन लाग्यो होइन? यो 100 वर्षको ब्रिटिसको 100औं वर्षको पुरानो इतिहास हो। यो लोप हुँदैन यहाँ। यो लोप हुँदैन। यो किनभने यो टुरिस्टको वान अफ द अट्र्याक्सनको केन्द्र बनाएको यो छ। ट्राम भनेको चाहिँ एकदमै चिप छ हङकङमा। जम्मा हङकङ डलर $3 चाहिँ हजुरहरू यहाँदेखि यहाँ जानु। अनि फेरि यो ट्राम चाहिँ हङकङको जता पाए त्यतै छैन। यो एउटा सर्टेन ठाउँमा एउटा ब्लू लाइन भन्ने छ, त्यो लाइनमा मात्रै हो। छैन, अरू ठाउँ छैन। यो यही ठाउँमा मात्रै हो। यो वान इन्डबाट अर्को इन्ड छ र जुन यो 10-15वटा स्टेसन कति छ, त्यसमा जहाँबाट चढे पनि जहाँबाट ओर्ले पनि $3 हो ट्याक्क। धेरै नै सस्तो। हङकङ डलर $3 हो ल। धन्यवाद। मलाई ओपन बस चाहिँ चढ्न मन छ। हामी चाँडै चढेर त्यो पनि भिडियो हाल्छौँ। ओपन बस भिडियोमा लाइक कमेन्ट आउँदैन, त्यो पनि नो प्रब्लम। म यो भिडियो अपलोड गर्छु। बाई बाई।